जय गोर्खा सबैजनालाई। हामीले पहाडमा बीजेपीलाई समर्थन दिनुको के अर्थ थियो? पहाडमा वर्षौंदेखि विश्वास र साथ दिनुको के अर्थ थियो? आज त्यही भरोसा र राजनीतिक समर्थन पछि हामी सुन्दै गरिएका छौं कि हामी गोर्खाल्यान्डको लागि तयार छैनौं अरे। तब प्रश्न उठ्छ के हाम्रो भरोसा गल्ती थियो या फेरि पनि एकपटक हामी पहाडका जनताहरूमाथि राजनीतिक खेल खेल्दैछ? किनभने हाम्रो माग कहिले पनि अस्थायी व्यवस्था थिएन। हाम्रो माग केवल स्थानीय राजनीतिक समाधान गोर्खाल्यान्डको हो। गोर्खाहरूको सपना मेरो सपना हो भनेर नरेन्द्र मोदीले भन्नुभएको थियो। साथै गोर्खाहरूको समस्याको समाधान हुन्छ भनेर यो आश्वासन हामीलाई होम मिनिस्टर अमित शाहले दिनुभएको थियो। तर आज 2026 मा आएर बीजेपीको नेताहरू अनि स्पोकपर्सनहरूले भन्नुहुन्छ कि हामी गोर्खाल्यान्डको लागि तयार छैनौं अरे। दशकौंको आन्दोलनपछि हजारौं शहीदहरूको बलिदानपछि पुस्ताहरूले आफ्नो रगत भरोसा र पहिचान यो संघर्षमा समर्पित गरेपछि तब ती वाक्यहरू केसका लागि थिए? खाली नयाँ सरकारसँग नयाँ अस्थायी व्यवस्थाको लागि मात्रै? बीजेपीका प्रवक्ताहरू जो चुनावको बेलामा गोर्खाल्यान्ड र गोर्खाहरूको भावप्रति एकदमै धेरै संवेदनशीलता देखाउँछ, उहाँहरूले अहिले हाम्रो जुन चाहिँ स्थानीय राजनीतिक संविधानको मागलाई बीटीआर जस्तै संवैधानिक व्यवस्थासँग तुलना गर्दैछ। अब मुख्य प्रश्न चाहिँ के हो भने कि बीटीआर जस्तो मोडलले सबै समुदायलाई सम्पूर्ण रूपमा सन्तुष्टि पार्न सकेको छ या फिर अहिलेसम्म पनि पहिचान आफ्नो अधिकारको लागि सङ्घर्ष गरिरहेको छ? अनि यही तुलनाले हामीलाई एउटा मूल सत्यतर्फ लैजाउँछ। जबसम्म स्थानीय न्यायपूर्ण र पहिचानलाई सम्मान गर्ने राजनीतिक समाधान हुँदैन तबसम्म यस्तो प्रशासनिक मोडलहरूले केवल हामीलाई आश्वासन दिन सक्छ, तर मूल जड भने त्यही नै रहन्छ। अनि अब सबैभन्दा दुःखको कुरा के हो भने राजनीतिक दलका कार्यकर्ताहरू या फिर नेताहरू आफैले नै यस्तो व्यवस्थालाई प्रमोट गर्दैछ। लाटा सिधा जनताको मस्तिष्कको परिवर्तन गराउनु खोज्दैछ। उहाँहरू जनताको आवाज बनिनुको सट्टा उनीहरूले आफ्नो पार्टीको गुलामी गर्नु रोजेको छ अनि उनीहरूले चाहिँ आफ्नो जाति भन्दा माथि चाहिँ आफ्नो पार्टीलाई राखेको छ। यो सबै गरेर चाहिँ उहाँहरूले हाम्रो अब आउँदो जेनेरेसनको भविष्यहरूलाई पनि अँध्यारोमा हाल्दैछ। यो हाम्रो लागि लाजको विषय हो। हामी गोर्खाली जातिले देशको निर्माण, देशको सुरक्षामा योगदान दिएका छौं अनि देशको हरेक सङ्घर्षमा हामी गौरवको साथ उभिएका छौं। आज हाम्रो आफ्नै जातिको मान्छेहरूले हामीले आफूलाई